अस्ति अर्थमन्त्रीजीको बजेट भाषणमा प्रष्टसँग मैले सुने साइक्लोट्रोन भरतपुर उसमा राख्ने रे के अरे क्यान्सर अस्पतालमा 32 करोड छुट्याएको छु भन्नुभयो। अब त्यसले साइक्लोट्रोन बन्छ 32 करोड त्यसो नछुट्यायो भने त भयो नि। अब त्यो साइक्लोट्रोन राख्नको लागि एउटा भन्दा सानो त होइन अलिकति ठुलो काम चलाऊ नेपाललाई अहिले सुरुमा काम चलाऊ साइक्लोट्रोन राख्नको लागि सबै गर्दाखेरि करिब 1 अरब रुपियाँ लाग्ने रहेछ मिनिमम। अब त्यो 1 अरब भएन भनेदेखि त साइक्लोट्रोन राख्ने भनेर भने त केही होइन। साइक्लोट्रोन भनेको के हो भन्दाखेरि त्यसले औषधि बनाउने कोरोनाको लागि चाहिने कोरोना रे क्यान्सरको लागि चाहिने त्यसको चाहिँ एउटा केमिकल बनाउने। अब त्यो केमिकलको फेरि लाइफ चाहिँ कति हुन्छ तपाईँहरूलाई थाहा छैन। त्यो औषधि जस्तो हो आइसोटोप भन्ने हुन्छ त्यो त्यसको औषधिको चाहिँ 2-4 घन्टाभन्दा बढी लाइफ हुँदैन। 2-4 घन्टामा त्यो सिद्धि हो क्या। अरू औषधि जस्तो के अरे बनाएर त्यो दराजमा राखेर बेच्ने औषधि होइन त्यो चाहिँ। अब त्यो 2-4 घन्टा लाइफ भएको औषधि अहिले कहाँबाट आउँछ? दिल्लीबाट आउँछ। अनि दिल्लीबाट यहाँ आउन कति घन्टा लाग्छ? प्लेनमै ल्यायो भने अब ल्याबबाट त्यो दिनदिनै उत्पादन गर्ने होइन चाहिएको बेलामा उत्पादन गर्ने औषधि हो त्यो। चाहिएको बेलामा उत्पादन गर्ने बिहान 3-4 बजे भित्रमा चाहिँ उत्पादन गर्ने अनि त्यसपछि त्यसलाई तुरुन्तै ल्याबबाट डाइरेक्ट एयरपोर्टमा लैजाने एयरपोर्टबाट यहाँ ल्याउने यहाँबाट कुन अस्पतालमा लैजाने हो त्यहाँ पुर्याउने गर्दाखेरि पनि 2-4 घन्टामा त आउँदैन लाग्छ 8-10 घन्टा त लागिहाल्छ ठाउँसँग पुग्दाखेरि। अब त्यस्तो औषधि बनाउने एउटा साइक्लोट्रोन चाहियो भनेर बनाउने भनेर मैले त्यो म सुन्दाखेरि त्यो विज्ञान प्रविधि मन्त्रालयबाट के अरे प्रक्रिया चालेको हो। अब यसमा पनि फेरि राजनीति गर्ने के कहिले कहिले कता लाने भन्छ कहिले कता लाने भन्छ भने जस्तै यो जुन छ यो फोरेन्सिक ल्याब बनाउँदाखेरि चाहिने अब यसको के कति छ बजेट त बनाउनु पर्यो तर त्यो एकैचोटि खर्च गर्नुपर्छ। खर्च गरेर त्यसलाई चाहिँ एकदमै सुविधायुक्त आधुनिक बनाउने किसिमले बनाउनु पर्ने हुनाले यसलाई चाहिँ मैले धेरै नबनाऊ एउटाबाट सुरु गरौँ भन्ने कारण चाहिँ मेरो हो। पैसा चाहिँ यसको लागि चाहिँ आवश्यक जो जुन बजेटको कुराहरू छ त्यो कुराहरू पनि यहाँ हुनु पर्यो र सरकारले हाल्ने हो। त्यो कसैले देलाएर राखौँला भनेर चाहिँ त्यो दान चाहिँ पर्खेर बस्ने कुरा होइन किनभने एकदमै सेन्सिटिभ कुरा हो। अस्ति मैले भने साइक्लोट्रोन एउटा सानो किसिमको साइक्लोट्रोन राख्नलाई पनि 1 अरब रुपियाँ नभए हुँदैन 32 करोड रुपियाँ छुट्याएर अब के गर्ने त्यसले होइन। एउटा घर बनाउने भने होला होइन त्यसको स्पेसल रुम चाहिन्छ घर बनाएर मात्र त भएन त्यो त ल्याउनु पर्यो। अब त्यो पनि कस्तो हो भनेदेखि नहुने चिज हो। अहिले नेपालमा 5-6वटा 6-7वटा चाहिँ क्यान्सर अस्पतालहरू छन् क्यान्सरको ट्रिटमेन्ट गर्ने त्यो एउटा औषधि छैन। किन क्यान्सरको अस्पतालहरू खोलिरहने के अर्थ भयो त्यो क्यान्सरको अस्पतालहरू खोलेर त्यो ट्रिटमेन्ट गर्नु पहिचान गर्न त्यसको आइडेन्टिफाई गर्नको लागि त्यो औषधि चाहिन्छ। नभएर अहिले के भइरहेछ त भन्दाखेरि यो नेपालमा त्यो चाहिँ आइसोटोप रेडियो आइसोटोप भन्ने छ त्यो औषधि बन्दैन हुँदैन भन्ने थाहा पाएकोहरू चाहिँ के हुन्छन् भने इन्डिया जान्छ। यहाँ पर्खेर त हुँदैन। अब यहाँ आयो भने हाफ लाइफ भने नि जो मैले 3-4 घन्टाको हाफ लाइफ हुन्छ त्यो चाहिँ 8 घन्टा लाग्यो भने हाफको हाफ हुँदै जान्छ फेरि है। त्यस कारणले त्यो चाहिँ एकदमै कुरा हो। यो एउटा उदाहरण चाहिँ दिएको हो। ल धन्यवाद छ। मेरो अरू कुराहरू भन्नु चाहिँ केही छैन। विज्ञ मान्छे चाहिँ राख्नुपर्छ।